त्यस्तै यसो बाहिर जानु, जागिर सागिर खानु कि आइमै जस्तो घर कुर्न बस्या होला। हेर न, तिमीलाई मैले भेट्न नखोजे हो र? जहिले नि त्यस्तै त्यस्तै पर्छ भने त्यो मरो बुढो बल्ल बल्ल बाहिर गए बेला पारेर यसो फुर्सद हुन्छ तिमीलाई सम्झिन्छु। तिमी पनि कहाँ हुन्छौ? अब बुढोले घरै छोडेन भने त ठिकै छ, नत्र कहिले काहीँ त भेट्नु पर्यो नि। भेट्न त भेट्ने मानु, तर तिमीले मेरो घरमा बुढा छैन भन्ने कुरा कसरी थाहा पाउँछौ भन त? त्यही कुरो त अप्ठ्यारो पर्यो, केही न केही उपाय लाउनु पर्यो। जे भयो नि छिटो लाउनु। पुर्यो के पुर्यो खै? पुर्यो हेर, म जहिले पनि छोरालाई जग लिएर मोही लिन पठाउँछु। मोही? तिम्रो बुढो घरमा हुँदाखेरि तिमीले भरी जग मोही दिएर पठाउनु, तिम्रो बुढो घरमा नहुँदाखेरि आधी जग मोही दिएर पठाउनु। अनि म कुरो बुझिहाल्छु, म आइहाल्छु। भइहाल्छ नि मानु। मलाई त दुईटा कुरो फाइदा हुने भयो नि। के कुरा मानु? एउटा कुरो त यही नै भयो, अर्को कुरो दही दुध खान भन्न चाहिँ पैसा जम्मा गरेर गाई किन्न खोजेको। अब सित्तैमा मोही खान पाएपछि गाई किन चाहियो? त्यही त भने, अब मेरो घर आउनु र तिम्रो घर आउनु एउटै त भने होइन र? बरु मान्छेले देख्छन्, कुरा काट्छन्, जाउँ न। ल, कुरो त्यही भयो है त। भरी जग मोही छ भनेदेखि म घरमा बुढो छ भन्ने बुझ्छु, आधी जग मोही दिएर पठायो भनेदेखि म लुसुक्क आउँछु है त। जस आधा भरी हो नि त, आधा भरी। भरीमा बुढो घरमा, आधामा चाहिँ म आइपुग्छु है त। गल्ती गर्नु बेलामा गर्ने, अहिले चुप लागेर नबोलिकन बस्ने। ए भन्ने, ए छोरी भन्, यसो भयो भनेर भन्न, के लगाएर बसे? अहिले लाज मानेर हुन्छ? पहिला जाने बेलामा लाज लागेन? अहिलेसम्म यो सुन्तली पो फतफताइरहेको छ। होइन सुन्तली, त मात्र कति बोल्छेस्, अरूलाई बोल्न दिन्न? यिनीहरू त बोले पो बोल्न दिनु त, यिनीहरू केही पनि बोल्दैनन्। त चोथाले आफै फतर फतर गरेर बोलिरहन्छस्, उनीहरूलाई बोल्न दिए बिचारा उनीहरू आफ्नो कुरा राख्छन् त के कसो हो त? अब मैले कुरा बुझेँ, अब मलाई निर्णय गर्न दिनुहोस्। सुन धनबहादुर, यिनीहरूले नगर्ने गल्ती गरिहाले। अब यिनीहरूको जोडीलाई छुट्टा छुट्टै छुट्याउनु भन्दा भइगो छोडिदेऊ, गरी खाऊ। होइन मुखिया बा, गल्ती गरेर त्यसै छोड्नु त भएन नि। हेर्नुहोस् धनबहादुर दाइ, मुखिया बाले ठिक भन्दै हुनुहुन्छ के? अब यिनीहरूको जोडीलाई छुट्याएर तपाईँको छोरीको बिहे गर्न पनि गाह्रो हुन्छ, यो छुट्याउने कुरो नगर्नुहोस्। अब तपाईँहरू त्यसै भनेर भन्नुहुन्छ भने के गर्ने र? आफ्नो त भाग्य नै फुटेको। म त झ्याइ बाजा बजाएर आफूले सक्दो सम्पत्ति दिएर दाइजो दिएर बिहा गरेर पठाउँ भनेर भनेको। दिनुमान भए त अझै नि त्यही हुन्छ क्यारे, आफ्नै छोरी त हो नि। धेरै मुख नबजा चोसाले। के को चोथाले? अब त छोरीको नन्दलाई के भन्नुपर्छ त्यही भन्नु। ल अब आफ्ना भइहाल्यो, अब के कराइरहेको भनेको? होइन है मुखिया बा, यिनीहरूलाई यतिकै छोड्नु त भएन, केही न केही सजाय त दिनु पर्यो नि, होइन? सजाय त के नै दिनु पर्यो र, जे हुने भइहाल्यो। अब तिमीहरू गाउँलेहरूको अगाडि माफ माग्न तयार छौ होइन? ल, कुमार र गौँथलीले अब गाउँलेहरूको अगाडि अब यस्तो गल्ती कहिल्यै पनि गर्दैनौ भनेर माफ माग त ल। हो हजुर, हामी यस्तो गल्ती अब कहिले गर्दिनौँ। म पनि यस्तो गल्ती अब दोहोऱ्याएर गर्दिनँ। चित्त बुझ्यो होला नि अब त। हाम्रो दाइले माफी मागिहाल्नु भयो। एकपटक पो तपाईँको छोरी भगाउनु भयो त हाम्रो दाइले, अर्को पटक भगाउनु हुन्न क्यारे, ढुक्क हुनु। अब जाऊ, सबै जाँदा हुन्छ। ल अब फेरि कोही पहिला गयो भने फेरि बसौँला। बस त बुढा है। ल त ल। बुवा किन बल्ल बाटो माया लाग्यो? होइन, हिजो मैले हतारमा यो पोका पार्दा तपाईँको सुरुवाल यसमा परेछ। यो पोका म लैजाउँ कि तपाईँ लानुहुन्छ? पर्दैन भाउजू, हिँड्नुहोस्, अर्को वर्ष थाङ्ना बनाउनुहुन्छ। ल हेर, अस्ति भर्खर किनेको सुरुवाल लिएर हिँडी बर्बादै भयो नि। यो छोरीको जात त क्या हो?
माता च पिता त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देव। ओम नमो भगवते वासुदेवाय नमो नमः। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। भक्ति सुतौ करुणावतारो भुजगेन्द्रहारं सदारवन्तं हृदयारविन्दे। ओम नमो भगवते वासुदेवाय। आज यो बनपाले घरमा छ कि छैन के देखिन्छ यहाँबाट खोइ। ओम नमो भगवते वासुदेवाय नमो नमः। बुढो भित्र बुढो बाहिर 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 आज मै बुढो बाहिर भरि मै बुढो भित्र आज मै बुढो बाहिर। होइन यहाँ पछाडि कति कराएर आएको घन्टे चुप लाग्न कुरो मै लिन्छ। भरजग मै बुढो भित्र आजग मै बुढो बाहिर भरजग मै बुढो भित्र आजग मै बुढो बाहिर भरिजग मै बुढो भित्र आजग मै बुढो बाहिर। ओम नमो भगवते वासुदेवाय नमो नमः। ओम नमो भगवते वासुदेवाय नमो नमः। ओम नमो भगवते प्रभु नारायण नारायण। लौ भगवती द्रौपदी रक्षा गर म तिम्रो शरणमा परे। नारायण 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 नारायण। कहाँ जानु लाग्यो कि? ल दिनदिनै म कहाँ जाने गरेको छु त्यति नि थाहा छैन। बुझी बुझी नि बुझ पचाउने। ए मैले त बिर्सेर सोधेछु बेला बेला बिर्सिने बानी छ। कुन दिन मलाई पनि बिर्सिनुहुन्छ? तँलाई बिर्सेर कसलाई सम्झिनु नि? मलाई सम्झिने चोर फटालाई के सम्झिनु? अरे राम होइन बुवा परशुराम परशुराम। ल ल तिमीहरूको भाषण सुनिरहनु छैन मलाई। 10 बजी सक्यो अफिस जान ढिलो भइसक्यो। जानु त। ए भित्र भाँडाहरू नि माझ्नु थियो अलिकति लुगा नि धुनु छ। सुनिस मलाई भन्नुभएको होइन तपाईँलाई भन्नुभएको तपाईँलाई। मलाई हो र? दुबईलाई म आउनेसम्म काम सबै सिधै सक्ने। ल म गएँ। परशुराम बाबु तेरो के काम छ? के पनि छैन। ठुक्क बजे लोग्ने मान्छे भएपछि त यसो बाहिरतिर जानु जाही साइर खानु नि। के आइमा जस्तो घर कुरेर बस्दा? त्यसो भए म गाउँ डुल्न जाऊ? गाउँ डुल्न होइन भित्र भाँडा मोल्न जा। मोही लिन पठाउनु पर्ने बेला कहाँबाट फेरि मैले यसलाई भित्र पठाइदिन्छु म पनि। ए परशुराम चाहिए बेला कहाँ बोल्छ र यो? ए भैँसीराम नमान्नु भनेको सुन्नु होला। परशुराम भन्न 10 चोटि बोलाउँदा सुन्दैनस्। भैँसीराम भन्यो भने एकैचोटिमा सुन्छ। अब परशुराम भन्यो नि भैँसीराम भन्यो नि एउटै त हो नि। अब पशु भन्यो भने जनावरै हो भैँसी भन्यो भने जनावरै हो। राम राम मिलिहाल्छ। भैँसीराम भनेर के भयो? ल किन बोलाएको छिटो भन्नु न। किन बोला मैले फेरि? ए परशुराम तेरो बाबा आज एकदम मोही खान मन लागेको छ। त्यो पल्लो घरको काकी कहाँ गएर एक जग मोही लिएर आइज नि। मोही खानु मलाई त गाई पाल्नु नि। तँलाई थाहा नै छैन बजे। गाई पाल्न थाल्यो भने त यो मानबहादुर बर्बाद हुन्छ। सित्तैमा मोही खान पाउँदा पाउँदै गाई किन पाल्नु पर्यो? काकी बुवाले पठाउनुको मोही दिने अरे। होइन तिमी कति सुतिरहे खुर्क बन्द जाऊ त। कति सुत्नु सक्दो रहेछ तिमीसँग पनि। कति गराएर